हेलो फ्रेन्ड्स, वेलकम ब्याक माई मिनी ब्लग। आज चाहिँ हामी टक्क लगाएर यस्तो तरिकाले मकै गोड्दैछौँ होइन। टक्क राम्रोसँग अनि मकै गोड्न भनेर हामी सबैजना चाहिँ आज खितालो सितालो खोजेर पानी पनि हिजोसम्म परिरहेको थियो। अनि त्यसो चाहिँ आज चाहिँ पानी पनि परेन भनेर चाहिँ नि हतार हतार गरेर बिहान गएर खितालो भनेर ट्याक्क लगाएर चाहिँ नि हामीले चाहिँ नि आज मकै गोड्ने प्लान बनाएको। अनि त्यस पछाडि मकै चाहिँ टक्कसँगले गोडिदियो। पहिले चाहिँ म पनि गइनँ, पहिले तलबाट माथि यताबाट उता खन्नु भयो। चाहिँ यसो पानी सानी दिएँ गाई गोरुलाई, अनि घाँस साप्दिएँ। अनि त्यस पछाडि एकछिन पछाडि जान्छु भनेर बसेँ। त्यस पछाडि चाहिँ म चाहिँ टक्क लगाएर भान्सामा आएँ खाजा बनाउनको लागि। पहिले दाल र तरकारी, पहिले खाना र दाल बनाएँ टक्क लगाएर आगो बालेर। अनि त्यस पछाडि तरकारीको लागि चाहिँ प्याज खुर्सानी सुर्सानी हालेर टक्क प्याजलाई फ्राई गरेँ। त्यस पछाडि आलु र चाहिँ नि आलुको तरकारी बनाएँ। अनि त्यस पछाडि टक्क लगाएर बेलिचन्डा र गुन्द्रुकको अचार बनाएँ। थोरै नुन एड गरेँ यसमा। त्यस पछाडि टक्क लगाएर गोलेँ। अनि त्यस पछाडि फेरि बोलिसकेर चाहिँ खाजा खान गयो। खाजासाजा खायो। अनि फेरि खाजासाजा खाइसकेपछि पनि यता हल्का रमाइलो पनि हुँदैछ, गसाल हुँदैछ है। अनि त्यस पछाडि मैले पनि टक्क लगाएर खन्न थालेँ। अनि खन्दै गर्दाखेरि आजको दिन पनि सकियो। थ्याङ्क्स फर वाचिङ माई मिनी ब्लग। सी यु टुमारो। बाई बाई।